Hello guys, welcome back to my mini vlog अनि आज चाहिँ म मेरो vlog चाहिँ घरबाट हैन ब्याङ्कबाट स्टार्ट गर्दैछु किनकि म चाहिँ आज चाहिँ ब्याङ्क गएको थिएँ नि त अन्त मेबी बजार पनि जाने काम थियो मेरो हो अन्त सिधै ब्याङ्कको काम पनि मतलब मेन चाहिँ मेरो एसएचजी को डिपोजिट गर्नु थियो आज 28 तारिक अन्त हाम्रो चाहिँ 28 तारिक भित्रमा बुझिसक्नुपर्छ नि त अन्त योपालि चाहिँ मेरो टर्न थियो अनि मैले सकेर चाहिँ ब्याङ्कबाट निक्लिएँ अनि हतार गएर चाहिँ सिंहमारी लाइन्सको गाडी चढ्नुलाई हतार थियो मलाई चाहिँ होइन ब्याङ्क जानु थियो नि त मलाई चाहिँ बजार जानु थियो नि त अन्त बजारबाट चाहिँ के थियो भन्दा मेन चाहिँ आज चाहिँ मेरो चाहिँ हस्पिटल जाने काम थियो हो सो यो चाहिँ म फाइनली माथि हस्पिटल इडेन हस्पिटल पुगेँ इडेन हस्पिटलमा चाहिँ के काम थियो भन्दा म तपाईँलाई एकछिनबाट भन्छु यो चाहिँ तपाईँको नयाँ बनिँदै रहेछ मतलब पेन्टिङहरू भएछ रिनोभेसनहरू भएछ है अनि यहाँ चाहिँ म ब्लड जहाँबाट लिन्छ ब्लड ब्याङ्क पुगेँ ब्लड ब्याङ्कमा चाहिँ सो चप्पलहरू खोलेर पस्नुपर्छ नि त अन्त यहाँ चाहिँ उल्टा र पाल्टी रहेछ ब्लू र रेड अन्त त्यो लाएर चाहिँ पसेँ होइन अनि यहाँ चाहिँ फर्मेलिटिजहरू भयो मेरो चाहिँ मेन कुरा चाहिँ के थियो भन्दा चाहिँ म चाहिँ आज ब्लड डोनेट गर्नु गएको नि त अनि यहाँ चाहिँ म बसेर वेट गर्दैछु कहिले चाहिँ मेरो हुन्छ भनेर अन्त यो चाहिँ मेरो आएर ब्लड निकाल्नु थाल्नुभयो अनि ब्लड चाहिँ खालि 1 युनिट मात्रै निकालिदिनुहुन्छ जे गर्दा पनि ब्लड तपाईँहरूले आफ्नो मान्छेलाई दिँदा पनि या डोनेट गर्दा पनि होइन अनि यो चाहिँ मेरो फाइनली ब्लड डोनेसन गरिसकेर सर्टिफिकेट आयो यो जुन चाहिँ सानो देख्नुहुँदैछ यसमा चाहिँ मैले नर्सिङ होम वेस्ट बेङ्गलभरि नर्सिङ होम जुन चाहिँ नर्सिङ होममा पनि के भन्छ ब्लड चाहिँ मैले जहाँ जुन चाहिँ नर्सिङ होममा पनि फ्री पाउँछु है अनि यहाँ चाहिँ म ब्लड डोनेसन गरेर उभिएर हेर्दै थिएँ मलाई नहिँड्नु ल भनेर चाहिँ कि अन्त कस्तो स्पट लागेर चाहिँ हिँड्दै थिएँ नि त अन्त त्यहाँनिर दिदी आएर मलाई ब्लड गरिदिनु भयो सो होइन अहिले चाहिँ म फाइनली सकेर चाहिँ अन्त मेरो चाहिँ अलिअलि काम थियो बजारमा काम सकेर चाहिँ आएँ सकेर चाहिँ फाइनली म सिंहमारी लाइन्सको गाडीमा बसेँ हतार म चाहिँ जाम भयो जामले गर्दा छैन होला गाडी भन्दै आउँदै थिएँ कि अन्तले रहेछ र ठिक्कै पसेँ पनि अन्त मैले चाहिँ ब्याङ्कको कामहरू पनि पहिल्यै सकिहालेको थिएँ अन्त म चाहिँ सिधै घर आएँ हो अन्त म गाडी चढेर चाहिँ होइन